तपाईँलाई कस्तो लाग्छ भनिदिनुहोस् के किन नदिन हामीलाई चाहिँ आउँदैन थियो हामी यसो मात्रै उता उता उभिन्छ बनाउँछु तर यस्तो खालको डिजाइन बनाउँछु भन्ने आउनुभयो उहाँभित्रबाट बाहिर के देखा छैन मैले यसो गर्दा मात्रै आज हामी कुरा गर्दैछौँ बुहारी सिरियलको हालको सबैभन्दा चर्चित विषय पूजाको मृत्यु प्रकरण बारेमा। यो घटनाले अहिले सबैको ध्यान खिचेको छ किनभने पूजाको मृत्यु अझै पनि रहस्यमय बनेको छ। राम अहिले यो घटनाको सत्य पत्ता लगाउने प्रयासमा लागिपरेका छन्। उनी भन्छन् यो कुनै सामान्य घटना होइन। घटना घटाउने व्यक्ति नै अहिले रामको परिवारमा नजिकको रूपमा प्रवेश गरिसकेका छन्। टीका लगाउने समयमा रामकी श्रीमतीका भाइ र तिनका साथीहरू पनि सहभागी थिए। तर रामले भने यसपटक टीका नलगाउने निर्णय गरे। टीका सकिए लगत्तै उनी पुनः घर फर्किए र धेरै कुरा पत्ता लगाइसकेको जानकारी दिए। तर अझै पनि घटना घटाउने कारण स्पष्ट भएको छैन। अब ती व्यक्तिलाई पत्ता लगाएर एउटा चिठी दिनुपर्ने कुरा आएको छ। त्यो चिठीमा के लेखिएको छ भने त्यसमा पूजाको आत्माको शान्ति र चण्डिकालाई बचाउने रहस्यहरू छन्। रामले भने यस कुरामा सहमति जनाएका छैनन्। उनी भन्छन् यो विषय अब प्रहरीको जिम्मामा दिनुपर्छ किनभने यो कुनै साधारण विवाद होइन। यो गहिरो रहस्य लुकेको विषय हो। रामले अबसम्म धेरै प्रमाणहरू सङ्कलन गरिसकेका छन् र उनी भन्छन् अब बिस्तारै सम्पूर्ण रहस्यहरू खुल्दै जानेछन्। उता पूजाले लेखेको चिठी चाँडै अर्चली शान्ताभित्र पढिनेछ। त्यो चिठीमा लेखिएका कुरा सुनेर गाउँले र काका सबै स्तब्ध हुनेछन्। त्यसपछि पूजाको न्यायका लागि सबै मिलेर अगाडि बढ्ने तयारी भइरहेको छ। दर्शकवृन्द, यो विषय साँच्चीकै रोचक मोडमा पुगेको छ। अब हेर्न बाँकी छ के राम पूजाको मृत्युको सत्य पत्ता लगाउन सफल हुनेछन् कि अझै नयाँ रहस्यहरू बाहिर आउनेछन्। हामी यही विषयमा अर्को भिडियोमा अझै विस्तृत रूपमा कुरा गर्नेछौँ। यदि तपाईँ नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला र भिडियो मन परेमा लाइक र कमेन्ट गरेर आफ्नो विचार अवश्य दिनुहोस्। धन्यवाद।